साथीहरू, आज एउटा सानो कथा लिएर आएको छु, सुनिदिनुहोला। अनि मेरो कथाको शीर्षक हो गरुड र कुखुरा। एउटा गरुडको अन्डा कुखुराको गुडमा पुग्यो। कुखुरा सँगै हुर्किएको हुनाले त्यो गरुडले आफूलाई कुखुरा नै सम्झन्थ्यो। ऊ कुखुराहरू जस्तै भुइँमा मात्र चर्थ्यो र थोरै उफ्रन्थ्यो। एक दिन उसले आकाशमा भव्य रूपमा उडिरहेको एउटा चरा देख्यो। उसले सोध्यो, त्यो कस्तो सुन्दर चरा हो? कुखुराले भन्यो, त्यो त चराहरूको राजा गरुड हो। ऊ आकाशको लागि जन्मेको हो। तिमी त कुखुरा हौ, तिमीले त्यति माथि उड्न सक्दैनौ। त्यो गरुडले आफूलाई कुखुरा नै मानेर जीवन बितायो र आखिरमा कुखुराकै रूपमा मर्यो। कथाबाट सिक्न पर्ने पाठ चाहिँ के हो भन्दाखेरि, तपाईँको वास्तविक क्षमता के हो भन्ने कुरा तपाईँको परिवेशले होइन, तपाईँको सोचले निर्धारण गर्छ। आफ्नो पखेटा फैलाउन कहिले नडराउनुहोस्। हस्त साथीहरू, यो कथा मन परेमा सक्दो सेयर गरिदिनुहोला अनि लाइक कमेन्ट पनि गरिदिनुहोला। धन्यवाद।